त्यो सानसानो क्वेसनहरु सोधौँ जस्तै तिमीले चाहिँ जस्तै जिम गरेर हैन भनौँ न जिम या एक्सरसाइज कुनै पनि त्यो गरेर चाहिँ तिमीलाई के बेनिफिटहरु आफ्नो भइराको छ हैन यसो सुनाइदिनु न त यसो एकदम अब एक्सरसाइज गरिसकेपछि अब मेन्टली पनि फ्री हुन्छ हैन स्ट्रेसहरु हुँदैन हैन भनौँ सबै हजुर फिजिकली पनि एकदम फिट भइन्छ हेल्दी पनि हुने हेल्दी भयो भइन्छ हजुर त्यही भएर मेन्टली स्ट्रङ हुन्छ मेन्टली स्ट्रङ भयो जस आफूलाई फिट राख्यौँ आफू फिट भयो भने हाम्रो एउटा पर्सनालिटी पनि राम्रो देखिने भयो हजुर एकदम हैन पर्सनल अनि अब नर्मली सबै रोग त नभनौँ नर्मली रोगहरु पनि कन्ट्रोल हुने भयो नर्मली हजुर हैन अब ठुल्ठुलो रोग लाग्यो भने त थाहा छैन हैन त्यो त अब यस्तो अब सबै वर्कआउटहरुले धेरै कुरा मिनिमाइज गर्न सकिन्छ आफूले फिट राख्न सकियो अनि अब एउटा भनौँ न डिसिप्लिन पनि हुने भयो एकदम हजुर हैन अब एक्सरसाइज गरेपछि हामीले सबै कुराहरु चाहिँ मेन्टेन गर्नुपर्छ मिलाउनुपर्छ बार्नुपर्छ हजुर भन्ने एउटा त्यो हुने भयो नचाहिने चिजहरुमा दिमाग जाने भएन हजुर हैन नचाहिने चिजहरु चाहिँ अब खाने यस्तो गर्ने भन्ने त्यो पनि भएन हजुर हैन जस एक्सरसाइज गरेको चाहिँ बेनिफिट धेरै नै छ एकदम बेनिफिट अब नर्मली अब हामीले जिमै मात्रै गर्नुपर्छ भन्ने पनि छैन कुनै स्पोर्ट्स हैन जे पनि गरेर एउटा फिजिकल एक्सरसाइज चाहिँ भयो भने एउटा राम्रो नर्मली अब डिप्रेसनबाट पनि बाहिर आउन पनि सकिन्छ एक्सरसाइजले हैन के लाग्छ अब त्यो जस्तै अब भनौँ न युथहरुलाई त्यस्तै हुन्छ हैन कन्फिडेन्ट हुँदैन धेरै जसो भित्रै बसेर मोबाइल खेलेर हैन धेरै जसो त्यो बाहिर गएर अलिकति सोशलाइज हुँदैन हाम्रो टाइममा त्यस्तो थिएन हैन अहिले त धेरै जसो सब अब इलेक्ट्रोनिक्स जेनेरेसन नै त्यस्तो भइसक्यो नि त सब भनेपछि सबैजना चाहिँ नर्मली अब ग्याजेटमै बिजी हुने भएर हजुर चाहिँ अब त्यो फिजिकली पनि भएन प्लस त्यही चिजले गर्दा उसलाई मेन्टली हिट हानेर डिप्रेसन जाने यताउता हुने सम्भावना पनि हुने धेरै कुरा भयो भनेपछि नर्मली हामीले एक्सरसाइज चाहिँ गर्नुपर्छ मिनिमम 1-2 घण्टा दिनु पर्यो सक्यो दिनभरिमा होल डेमा चाहिँ जस्ट नर्मली आधी घण्टा 1 घण्टा दियो भने आफ्नो लागि चाहिँ फ्रुटफुल हुन्छ बिहान हुन्छ कि बेलुका हुन्छ कि हैन धेरै जस्तो त अहिले कम्प्युटरमै काम हुन्छ अफिसहरुमा नि हैन तपाईको टाइम दिएर आफ्नो हेल्थलाई चाहिँ दिनु पर्यो आफ्नो लागि भनेर गर्नु पर्यो हैन हजुर